लगायत दुबईको भिजामा इम्पोर्टेन्ट अपडेट आएको छ। यो भिडियो सबैजनालाई सेयर गर्नु होला। हजुर, आज मिति 11 अप्रिल 2026 आजको मितिसम्म तपाईको सिस्टममा एउटा नयाँ अपडेट आएको छ जुन चाहिँ पुलिस रिपोर्ट सम्बन्धी। हजुर, नेपालबाट तपाईले भिजा अप्लाई गर्दै हुनुहुन्छ भने चाहिँ त्यसमा अटेस्टेसन नम्बर अलरेडी हुन्छ जुन चाहिँ नेपालको पुलिस रिपोर्ट बनाइसकेपछि मोफ अटेस्टेसन गर्नुपर्ने हुन्छ। त्यो अलरेडी गरेको हुन्छ, त्यो अटेस्टेसन नम्बर हालेपछि भइहाल्छ। तर इनसाइड युए हुनुहुन्छ, कम्पनी चेन्ज गर्दै हुनुहुन्छ, नयाँ भिजा लगाउँदै हुनुहुन्छ भने चाहिँ उहाँहरूले त्यो पुलिस रिपोर्ट मात्रै बनाएर भएन, त्यो पुलिस रिपोर्टलाई चाहिँ अब मोफा अटेस्टेसन पनि गर्नु पर्यो। हजुर, त्यो मोफा अटेस्टेसन गरिसकेपछि त्यो मोफा अटेस्टेसनको नम्बर चाहिँ हामीले सिस्टममा अथवा तपाईँको जसले भिजा लगाउँदै हुनुहुन्छ नयाँ कम्पनीमा उहाँले चाहिँ सिस्टममा त्यो नम्बर हाल्नुपर्ने हुन्छ जुन चाहिँ एईबाट स्टार्ट भएको हुन्छ। एकदम कन्फ्युज नहुनुहोस्, क्लियर हुनुहोस्। पुलिस रिपोर्ट बनाउने, त्यसपछि मोफा अटेस्टेसन गर्ने, अनि नयाँ कम्पनीमा दिने अथवा तपाईँले भिजा लगाउने ठाउँमा दिने, एकदम क्लियर छ। कन्फ्युज नहुनुहोस्। यसमा तपाईँको अपडेट भनेको एकदम अहिले आएको अपडेट, यो ताजा अपडेट हो। सबैजनालाई सेयर गरिदिनुहोस् यो भिडियो। धन्यवाद।